हेलो सबैजनालाई नमस्ते। वेलकम छ सुविधाको किचनमा। हजुरहरूलाई मैले चाहिँ आज हजुरहरूलाई ड्राई फ्रुटको लड्डु कसरी बनाउने भनेर लिएर आएको छु है। मैले चाहिँ यो बच्चाहरूको लागि प्लस आफ्नो लागि पनि बनाउन लागेको। यो सुगर फ्री हुन्छ नि त, त्यही भएर बच्चाहरू एकदमै चक्लेट खोज्ने कि, अनि चक्लेट खोज्ने भएको भएर सानो सानो लड्डु बनाइदियो। त्यसै चक्लेट भनेको मम्मी गुलियो खान मन लाग्छ, अनि गुलियो खाने बेलामा चाहिँ लिऊ भनेर दिन सजिलो हुन्छ है। अनि मैले चाहिँ यसमा खजुरी पनि एड गरेको छु। खजुरी एकदमै बच्चाहरूको लागि चाहिँ राम्रो हुन्छ, वेट बढाउँछ नि त, त्यही भएर। अनि गुलियोको लागि किसमिस पनि एड गरेको छु। यो सुगर फ्री हुने भएको भएर सबैले खान मिल्छ है। मैले चाहिँ यो सबै ड्राई फ्रुटहरू लिएर यसलाई चाहिँ घिउमा हल्का रेड हुने गरी फ्राई गरेको छु र सबैलाई हल्का रेड हुने गरी फ्राई गरिसकेपछि मैले यसमा खजुरीलाई राखेर यसलाई लड्डु बनाएको छु कि। हजुरहरू पनि यसलाई सबै मिक्स गरेर लड्डु बनाउन सक्नुहुन्छ, अनि बच्चाहरूलाई पनि दिन सक्नुहुन्छ, अनि आफू पनि खान सक्नुहुन्छ। यो सुगर फ्री भएको कारणले गर्दाखेरि सबैले खान मिल्छ है। चक्लेटभन्दा त यो धेरै हेल्दी भयो नि त, त्यही भएर मैले यो दिन थालेको बेबीहरूलाई एकदमै राम्रो छ है त। अनि यो चाहिँ कमजोरी भएकोलाई, एकदम कमजोर फिल हुनेलाई पनि एकदमै राम्रो हुन्छ कि। यो खान सक्नुहुन्छ हजुर पनि बनाएर। मैले चाहिँ यसरी बनाएर बच्चाहरूलाई नि दिने गरेको छु र आफूले पनि खाने गरेको छु है त। ओके, बाई बाई। खानुहोस् ल हजुरहरू पनि।